जब धम्की दिनुहुन्छ भनेदेखि त्यही धम्कीकै कारणले पनि उहाँलाई भित्र राख्नुपर्ने भयो नि। उहाँले पनि फेरि मिडिया भेट्दा बित्तिकै के बोलिरहनु भएको छ रविजीले, त्यो गरिदिनु भएन नि। त्यो गरेको कारणले झन् उहाँ चाहिँ भित्र रहनु पर्ने भयो कि, त्यो उहाँको गल्तीको कारणले हो। त्यसमा त अझ भित्रै राख्नुपर्ने हुन्छ नि झन्। के को भित्र मात्रै राख्ने कुरा गर्नुभएको गृहमन्त्रीज्यू? भित्र मात्रै होइन, चन्द्रमामा लगेर राखे पनि ऊ निर्दोष छ भने एक दिन छोड्नुपर्छ, एक दिन केही न केही फैसला आउँछ, एक दिन केही न केही निर्णय आउँछ। तपाईँ त्यहाँ जेनजीहरूले बनाइदिएको गृहमन्त्रीबाट 2 दिन फ्याँ उफ्रिनु पर्दैन। 6 महिनापछि फेरि त्यही दलाली गर्न जाने हो मेन पावरमा, त्यही नेपालीलाई बेचेर पठाउने हो खाडीमा। तपाईँको काम त्यही रहेछ, बल्ल बुझियो। बालनको सल्लाहकार हुनुभएको थियो, त्यही भएर सर्किने मान्छेले चिन्या हुन्, नत्र चिन्दैनथे। ठुला कुरा नगर्दा पनि हुन्छ होइन। यो गृहमन्त्रीले क्या कार्टुन हेर्नुहुन्छ है क्या? तपाईँ सामाजिक सञ्जाल त हेर्नुहुन्छ होला। रवि लामिछाने अब मान्छेले जेलदेखि भागेको भनेका छन्, लु भागेकै हो, भागेर आए पनि त्यहाँ फेसबुकमा भिडियो बनाएर त हाल्नु भएको थियो, यस्तो यस्तो नियम हुनुपर्छ, यस्तो यस्तो गर्नुपर्छ भनेर। त्यो हेर्नु भएन? एकचोटि गृहमन्त्री बनिसकेको मान्छेले यस्तो खालको भन्दा 50% चाहिँ यो सही हो, यो चाहिँ गलत हो भनेर छुट्याउन सक्ने तपाईँको दिमागमा तेज तागत छैन।